हेलो एभ्रिवान, आज हामी विराटनगरदेखि तेह्रथुमसम्मको यात्रा गर्दैछौँ। विराटनगरबाट तेह्रथुमसम्मको डिस्टेन्स 185 किलोमिटर छ भने लगभग 5 देखि 6 घण्टा लाग्नेछ। यहाँको रोडको कन्डिसनको कुरा गर्नुपर्दा सबै पिच रोड छ र एकदमै राम्रो छ। हामी विराटनगरबाट इटरी, धरान, भेरेटार, मूलघाट, धनकुटा, सिद्धुवा, बसन्तपुर, लसुने, जिरीखिम्ती हुँदै म्याङ्लुङ पुग्नेछौँ। पूर्वतिर घुम्न जाने डेस्टिनेसनमा एउटा तेह्रथुम पनि पर्छ। यहाँ फुल्ने गुराँस, यहाँको हावापानी र वातावरणले एकदमै रमाइलो छ। विशेष गरी तेह्रथुमको बसन्तपुरमा थुप्रै प्रकारको लालीगुराँसहरू पाउने गर्छ। हामी चाहिँ आज बसन्तपुर भन्दा पनि अगाडि तेह्रथुम जिल्लाको सदरमुकाम म्याङ्लुङ हुँदै फेदाबसम्म पुग्नेछौँ। तेह्रथुम जिल्लाको नामाकरण पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरिसकेपछि जग्गाको तिरो भर उठाउने क्रममा 13वटा थुम्कालाई एकै ठाउँमा समेट्ने भएको हुनाले तेह्रथुम नाम रहन गएको हो। यहाँका पूर्वजहरूका अनुसार पहिला 17वटा थुम्का थिए रे। त्यसपछि तिरो तिर्न अप्ठ्यारो भएर 13वटा थुम्कालाई एकै ठाउँमा समेटेर मालपोत उठाउने गरेको हुनाले तेह्रथुम नाम राखिएको हो रे। फेदाब गाउँपालिका 5वटा गाविसहरू मिलेर बनेको हो। सिम्ले, ओयाग्जुङ, जलजले, सम्दु र इसिबु। यो अहिले देखिएको गाउँ चाहिँ शेरमा हो, जुन ओयाग्जुङ गाविसमा पर्छ। यहाँ मेरो बाल्यकाल बितेको छ र यहाँ यो मेरो जन्मथलो पनि हो। यो यतापट्टि देखिरहेको घर चाहिँ मेरो जन्मघर हो। अब यसपछिको अर्को भिडियोमा म तपाईहरुलाई मेरो यो गाउँको घरको होम टुर लिएर आउनेछु। त्यतिन्जेलसम्मको लागि भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद र अर्को भिडियो पनि हेरिदिनु होला। थ्याङ्क यू सो मच। बाइ बाइ।